नमस्कार सबैमा आज हामी पियानो कसरी बजाउने र पियानोमा जम्मा कतिवटा स्वरहरू हुन्छन्। पियानो अथवा हार्मोनियम एउटै साथीहरू। पियानो जस्तोसुकै खाले पियानो भए तापनि जस्तोसुकै खाले हार्मोनियम भए तापनि तिनीहरूमा हुने स्वर एउटै हो र हामीले एउटै तरिकाबाट हार्मोनियम र पियानोलाई बजाउन सक्छौं। साथीहरू, सबैभन्दा पहिला हामीले हार्मोनियममा सप्तकको बारेमा जानकारी लिनु आवश्यक हुन्छ। हार्मोनियममा जम्मा अथवा पियानोमा जम्मा 3 वटा सप्तक हुन्छ। 3 वटा सप्तकमा मन्द सप्तक, मध्य सप्तक र तार सप्तक। साथीहरू, यो सप्तक भन्नाले यो 2टा कालो प्लस 3टा कालो बीचको यो भूभाग भनेको सप्तक हुन्छ। 2टा कालो प्लस 3टा कालो बीचको भूभाग भनेको सप्तक हुन्छ। र यो मन्द सप्तकको काम मोटो स्वर भएका व्यक्तिलाई अथवा मोटो स्वर हुनेहरूलाई मन्द सप्तकले काम दिन्छ र मध्यम स्वर हुनेहरूको लागि मध्य सप्तकको प्रयोग गरिन्छ भने पातलो स्वर हुनेहरूको लागि तार सप्तकको प्रयोग गरिन्छ। र हार्मोनियममा प्रत्येक सप्तकमा अथवा जम्मा 12 वटा स्वरहरू हुन्छन्। 12 वटा स्वर भन्नाले हामीले अहिले मध्य सप्तकबाट इक्जाम्पल लिएर बुझौं। जस्तै हार्मोनियमको जम्मा 12 वटा स्वरमा 7 वटा स्वर शुद्ध हुन्छ। 7 वटा स्वरमा सा, रे, ग, म, प, ध, नि। यो 7 वटा स्वर हामीले शुद्ध स्वरको रूपमा लिन्छौं भने कोमल स्वरको रूपमा हामीले रे, ग, ध, नि, रे, ग, ध, नि। यो 4 वटा स्वरहरू हामीले कोमल स्वरको रूपमा लिन्छौं। त्यसैगरी म एउटा मात्र म तीव्र स्वरको रूपमा लिन्छ। यसरी जम्मा 12 वटा स्वरहरू हुन्छ। र हामीले सिरियल वाइज 1 देखि 12 सम्म सुरहरू बजाउँदाखेरि हार्मोनियममा सा, रे, रे, कोमल ग, म, तीव्र म, प, कोमल ध, कोमल नि। अझ एकचोटि है साथीहरू। सा, कोमल रे, कोमल ग, म, तीव्र म, प, कोमल ध, कोमल नि। यसरी जम्मा 12 वटा स्वरहरू हुन्छन्। र हामीले प्राय सबभन्दा पहिला शुद्ध स्वरबाट हामीले हार्मोनियम अभ्यास गर्नुपर्ने हुन्छ। शुद्ध स्वर भन्नाले सा, रे, ग, म, प, ध, नि, सा। यो स्वर चाहिँ हाम्रो शुद्ध स्वर हो। र यसरी हामीले पियानोमा अथवा हार्मोनियममा सजिलैसँग हार्मोनियमको स्वरहरू बेसिक कुराहरूबाट अभ्यास गर्न सक्छौं। त्यसैगरी पियानोमा भएको अन्य फङ्सनहरू पनि छ साथीहरू। जस्तै यता हाम्रो यतापट्टि लेखेको भागहरू R00, R01, R02, R03 यो छ हाम्रो। यसले विभिन्न ड्रमहरू अथवा इन्स्ट्रुमेन्टहरू बज्ने गर्छ। यसरी यो विभिन्न खालको आवाज निकाल्ने गर्छ। अब यो माथिको अटो हिसाबमा हाम्रो म्युजिक बज्छ भने तलपट्टिको हामीले आफैले बजाउन सक्छौं। जस्तै यसरी हामीले आफै बजाउन सक्छौं। यो डेमो भयो। यसमा हाम्रो ट्युन बज्छ साथीहरू। अब सबै कुरा रोक्नु पर्यो भने
हामीले स्टप गरेर सबै कुराहरू रोक्न सक्छौँ। त्यसैगरी यतापट्टि हाम्रो टोन छ, यसले पियानोको टोनलाई चेन्ज गर्छ। यसरी पियानोको टोनलाई चेन्ज गर्न सकिन्छ। त्यसैगरी यतापट्टि भोल्युम छ, आवाज घटाउन बढाउनलाई युज हुन्छ। अब टेम्पोको कुरा भयो। त्यस्तै गरी हाम्रो यतापट्टि पावर बटन हुन्छ, हार्मोनियम अथवा पियानो अफ गर्नु पर्यो भने, अन गर्नु पर्यो भने हाम्रो यसको काम हुन्छ। ल है साथीहरू, आज हामीले पियानोको बारेमा बेसिक कुराहरू सेयर गऱ्यौँ र तपाईलाई यो भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन नबिर्सिनुहोला। हवस् त, नमस्कार।